ह्याप्पी लोसार खोइ ह्याप्पी लोसार भनेको ह्याप्पी लोसार आज चाहिँ लोसार हो होइन हाम्रो चाहिँ दसैँ हो अनि के भएको अनि अब हामी चाहिँ उठेको छ हो कामसाम गर्दैछ अनि अब चाहिँ हामी एकछिनमा चाहिँ पूजा गर्नेवाला छ अनि यो नानीलाई चाहिँ हामी खदा लगाइदिनेवाला छ यो नानीलाई रेडी पारेर खदा लगाइदिनेवाला छ अनि हामी आफ्नो रिलेटिभको घरतिर जानेवाला छ सो तपाईँहरू भिडियोहरू हेर्दै गर्नुहोस् लास्टसम्म भइहाल्छ नि अहिले ल गेट अप उठ ल चाहिँ हाम्रो यहाँनिर छसिम सजाउँदैछ हाम्रो बहिनीजीले खदा चाहिँ कहाँ पुऱ्याएको नि मिल्छ हौ झर्दैन राख्न त्यतिकै यस्तो मन परेको नि त यस्तो आज रेडी भइसकेको छ हेरिदिनुहोस् उसको आउटफिट खै उठ त छोड न भाइ पनि त रेडी हुँदैछ यता आउ न तिमी बस्न सँगै बस्न अन्त भाइ पनि रेडी भइसकेको छ हो दिदी पनि रेडी भइसकेको छ अब चाहिँ टिका लाउने टाइम हुँदैछ नक्कली होइन लु जाउँ खदा लाउने सब यता कस्तो कुदेको दियो लाग्दै रहेछ कति वर्ष बाद लाउँदा त खै भयो कता हो भइरहेछ सोनु है यसो बान्नुपर्छ बाजे बान्नु राखो बान्नु ओके गेलछिन यता बस्नु न अय्यो अता खुट्टा दुख्यो मेटेकै राख्छु यसो भन न मेरै खुट्टा उज्याल्छ म बान्दिन्छु ल खै हजुरले बस न अन्त हजुरले जोड्दै गर त्यस्तो गर्दै को यस्तो आफै बान्नु थालेछ अरे यसरी बान्छ कहिले एकछिन 10 रुपैयाँ दियो भने 20 रुपैयाँ दियो आशीर्वाद त हो खोइ ढोकेको खोइ ए ल ढोकेको खोइ अब उठेर ढोक्नुपर्छ नि गुड ल अरे मेरो खानुपर्छ ल अरे गड ब्लेस यु राम्रो पढ्नु हुन्छ भनेको तिमी पनि राम्रो पढ्नु हुन्छ गराउनु ओ माय गॉड थ्याङ्क यू लुङ्दा उठाउन आँटेको छ हाम्रो चाहिँ यहाँनिर अब हो यहाँ तिनपट्टि बाँधेर माथि र तल मात्रै बाँध्दा हुन्छ बिचमा बाँध्दा पनि हुन्छ त्यो बाँधेर चाहिँ त्यहाँदेखि गर्दैन सबैमा बाँध्नु पर्दैन नि बाँध्नु त्यही छेउमै बाँधिदिनु न त पुरा गरम लागेछ है अब त है अब हिजो क्या दिदी भएको नि गरमले कस्तो साह्रो परेको म त एकछिन बस्ने हिँडेको गरेँ फेरि त्यही माथि हो लुङदार पनि उठाइसक्यो हाम्रो चाहिँ के गर्यो तिमी चाहिँ राख न अन्त बे छाङ्कु खाएर अब यहाँ चाहिँ हामी कहाँ छ अर्को बाजेकोमा नोबिताको दुनिया कुन नोबिताको दुनिया हामी चाहिँ यहाँनिर आइरहेको छ हो मामाको घरमा आजङको घरमा सबैजना यहीँ छ उतापट्टि अर्को फ्यामिली छ नानीलाई जस्तो आराम चाहिँ कसलाई पनि छैन के साह्रो आरामको मामला हो के साह्रो आरामको मामला ऊ अर्को जस्तै छ पनि त्यस्तै छ
के भन्नु छ तिमीलाई हेप्पी त भनिदेऊ हाम्रो दादालाई ओभर खाएछ आज चाहिँ दादाले ओभरडोज भयो दादा ओभरडोज भयो के खायो ओभरडोज